आजको हाम्रो बच्चा है माझमा चाहिँ खडा हुँदै हुनुहुन्छ आमेन। साँच्चै नै हामीले चाहिँ नयाँ वक्तालाई चाहिँ हामी ताली बजाएर स्वागत गर्नेछौँ। ल हाम्रो विश्व सुन्दरी म्याम आउँदै हुनुहुन्छ वचनको लागि, उहाँलाई ताली बजाएर स्वागत गरौँ। आजको हामी वचनतर्फ जानेछौँ। आज म वचन पहिलोपटक भन्दैछु है यहाँ, अनि त्यसपछि म होइन बोल्ने, म भित्रबाट पवित्र आत्मा बोल्नुहुनेछ आमेन। आज मैले होइन आज सानो मान्छेले वचन दियो भनेर तपाईँहरू त्यस्तो नमान्नुहोस्। आज म भित्र बसेर चाहिँ पवित्र आत्मा आफै बोल्नुहुनेछ आमेन। प्रभुलाई धन्यवाद भएको होस्। आजको वचनको शीर्षक छ परमेश्वरको वचन सुन्ने र पालना गर्ने मान्छे धन्यका हुन् आमेन। प्रभुलाई धन्यवाद भएको होस्। आजको वचन छ सुरुमा हामी हेर्नेछौँ कलोसी 3 को 22 देखि 25 सम्म हामी हेर्नेछौँ। 22 देखि 25 सम्म यसरी भन्नुभएको छ, कमारा हो प्रत्येक कुरामा यस संसारको आफ्नो मालिकहरूलाई आँखाको अगाडि खुसी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर उहाँको अधीनमा बस्छ आमेन। आज के भन्नुभएको छ यो वचनले? आज परमेश्वरको डर मानेर, आज हृदयमा चाहिँ परमेश्वरको डर मानेर आज परमेश्वरको अधीनमा बस्छ भनेर परमेश्वरले भन्नुभएको छ आमेन। त्यसमा भन्नुभएको छ तिमीहरूले जे गर्छौ दिलो ज्यानले गर्ने गर हालेलुया। मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै आमेन। यो जानेर कि तिमीहरू आफ्नो उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ, किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछन् र यसको पक्षपात हुँदैन हालेलुया। आज के भन्नुभएको छ त? यस बलले चाहिँ सिकाउँछ कि ख्रीष्टको हरेक काम होइन आराधनाको एक भाग हुन् होइन। आज हामीले गरेको हरेक काम हुन्छ नि होइन, हामीले गरेको हरेक काम चाहिँ आराधनाको एक भाग हुन् आमेन होइन। यदि त्यो प्रभुको महिमाको निम्ति गरिने हो भने चाहिँ त्यो चाहिँ एक भाग हुन् परमेश्वरको है। मानिसले नदेखे पनि परमेश्वरले देख्नुहुन्छ भन्ने सोचेर चाहिँ हामीले विश्वास योग्यको काम चाहिँ हामीले गर्नुपर्छ आमेन। आज हामीले गरेको कामहरू मानिसले नदेख्ला तर इनाम त परमेश्वरले दिनुहुन्छ नि, इनाम त परमेश्वरसँग छ नि त होइन। आज त्यो कारणले गर्दाखेरि हामीले मानिसको अगाडि होइन, मानिसको नजरमा मात्रै होइन, आज हाम्रो परमेश्वरको नजरमा असर हुने कामहरू चाहिँ हामीले गर्नुपर्छ। मानिसको प्रशंसाको लागि होइन तर प्रभुको महिमाको लागि सेवा गरौँ, किनकि हाम्रो परिश्रम प्रभुमा व्यर्थ हुँदैन आमेन। आज हामीले गरेको परिश्रम चाहिँ प्रभुमा चाहिँ व्यर्थ हुँदैन आमेन। अर्थात् ख्रीष्टको लागि गरिएको हरेक विश्वास योग्य र कामको प्रतिफल परमेश्वरको अवश्य दिनुहुन्छ। परमेश्वरले हामीले गरेको कामको प्रतिफल चाहिँ परमेश्वरले अवश्य दिनुहुनेछ आमेन। 25 मा भन्नुभएको छ किनकि आफूले गरेको कुकर्मको फल कुकर्मीले पाउनेछन् र पक्षपात हुँदैन आमेन। परमेश्वर न्यायी हुनुहुन्छ, न्यायाधीश हुनुहुन्छ, परमेश्वरले न्याय दिनुहुन्छ है। परमेश्वरले व्यर्थ होइन के अरे न्याय गर्दा चाहिँ होइन गर्दा धनी गरिब ठुलो सानो मालिक अनि दास भनेर पक्षपात गर्नुहुन्न आमेन। आज जसले पाप अन्याय र खराब गर्छ उसले चाहिँ त्यसको परिणाम भोग्नै पर्छ हालेलुया। आज चाहिँ त्यही भएर हामी के गर्नुपर्छ? परमेश्वरको अझै चाहिँ असल कामहरू गर्नुपर्छ आमेन।